हेलो गाइस वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म जानुको लागि रेडी गर्दैछु छोड्तेन है। अनि मेरो चाहिँ खुट्टा पुरा दुखेको छ गाइस, हेर्नु न यहाँ खुट्टाहरू सुन्नेर यस्तो भएको छ, त्यत्रो भयो है, सुन्नेर हिँड्नै नसक्ने पुरै खुट्टा दुखेर साह्रो परेको छ मलाई आज चाहिँ। किनभने नि अस्तिको दिन चाहिँ म एकदम 5 आवर्सको बाटो हिँडेर गएको थिएँ नि त ट्रेकिङमा लाइक के भन्छ पाल्टासँग गएको थियो। जानु 3 आवर्स, आउनु 2 आवर्स, ठिक्कै 5 आवर्स लाग्यो। त्यहाँदेखि आफ्टर लङ टाइम ब्याक यसरी हिँडेकोले गर्दाखेरि चाहिँ मेरो खुट्टा एकदमै दुख्यो। हिजो पनि उल्टे एक्सर्साइज गऱ्यो, स्ट्रिमहरू गऱ्यो, के गऱ्यो, तर पनि जाती भएन है। अनि आज पनि स्टिल दुखिरहेको छ। अनि म चाहिँ छोड्तेन जानु पऱ्यो, किनभने छोड्तेन जानुको दुइटै रिजन छ। एउटा चाहिँ अब छोड्तेन घुम्दा घुम्दा धर्म पनि हुने है, अनि अर्को चाहिँ मेरो खुट्टा पुरै ककेको छ नि त अस्ति बेसी हिँडेर। सो आज फेरि हिँड्यो भने खुट्टाको एक्सर्साइज पनि हुने है, अनि यता धर्म पनि हुने, दुइटा मेरो खुट्टाको एक्सर्साइज पनि हुने। सो द्याट राइट नाउ आइ एम एबाउट टु गो छोड्तेन है। अब जुत्ता लाउँछु, जुत्ता लाएर म हिँडिहाल्छु छोड्तेन है गाइस। अनि आजको वेदर पनि ठिक्कैको छ बाहिर, सो ढिलो नगरी गइहाल्छु, फेरि अल्छी लाग्छ मलाई हो। मैले तल चढी कहाँ राख्यो होला। ए अब चाहिँ जाँदैछु म छोड्तेन है, बाहिर लक गरिहाल्नु पर्ला गाइस। म चाहिँ निकै माथि आइपुग्यो, चाहिँ म जाँदैछु। अनि यो चाहिँ हाम्रो थिम्पूको आजको वेदर चाहिँ यस्तो छ है। चाहिँ म यस्तो जाँदैछु, यसलाई चाहिँ भन्छ इन्टर एरिया। अनि चाहिँ म इन्टर एरियामा जाँदैछु। अनि यहाँनिर दुईजना लामा गुरुहरू पनि बसिरहेको छ। अनि म चाहिँ त्यही हो खुट्टा दुखेर खुट्टा तन्काउनुको लागि एक्सर्साइजको लागि निक्लेको। अनि अब हेरौँ छोड्तेनमा गएर 1 घन्टा जस्तो घुम्दा कतिको आराम हुँदो रहेछ। वेदर चाहिँ राम्रो भएको छ, घाम पनि लागेको छैन, पानी पनि परेको छैन, एकदम ओके वेदर छ आज चाहिँ। गाइस म चाहिँ पुग्न आँटेँ छोड्तेन है। एकजना बाजे बसिरहेको छ यहाँनिर, म गएको छोड्तेन चाहिँ त्यो त्यहाँ गएर चाहिँ म घुम्छु है। त्यसपछि चाहिँ एक्सर्साइज पनि हुने, खुट्टा पनि जाती हुने है। पुग्न आँटेँ छोड्तेन, आइम अल एलोन, कोही पनि छैन, एक्लै जाँदैछु है। छोड्तेन चाहिँ यहाँ देख्न सक्नुहुन्छ, बत्ती बाल्ने ठाउँ हो, बत्ती अलरेडी बालिसकेछ, अहिले त छैन रहेछ, त्यस्तो जानुपर्छ। अब चाहिँ म छोड्तेन घुम्न स्टार्ट गरेको ल गाइस। आजको लागि यति नै मेरो भिडियो है। मेरो भिडियोलाई मन पऱ्यो भने लाइक गरिदिनु, कमेन्ट्स गरिदिनु, अनि प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब है। चाहिँ यहाँ 1-2 आवर्स घुमेर चाहिँ त्यहाँदेखि म फर्किन्छु घर। यहीँबाट एउटा मेरो यहाँ पनि लाग्छ, छिटो निकै आएको रहेछ। भएर चाहिँ म सानो नानी हिँडिरहेको छ, छोड्तेन छ मन्दिर है। जोखबरा भन्यो भने छोड्तेन, अनि नेपालीमा भन्यो भने चाहिँ मन्दिर ल। बाई गाइस, सी यु अन नेक्स्ट भिडियो है।